नमस्ते साथीहरू, म आज पनि आइसकेको छु हजुरहरूको साथी सलिना थापा मादल क्लासदेखि। हजुरहरू कहाँ हुनुहुन्छ, के गर्दै हुनुहुन्छ, कस्तो अवस्थामा हुनुहुन्छ, जहाँ रहे पनि सुखी रहनु, खुसी रहनु, स्वस्थ रहनु, व्यस्त रहनु। यही भन्दै हिजो अस्ति मैले त्यही प्र्याक्टिस गरेँ, अस्ति भिडियो हालिनँ साथीहरू, किन भन्दा हजुरहरूलाई पनि सिक्नलाई सजिलो होस् भनेर मैले भिडियो अपलोड गरिनँ। अनि खासमा म पर्फेक्ट मान्छे होइन, म टिचर पनि होइन है साथीहरू। के भन्दाखेरि म एउटा स्टुडेन्ट हो, त्यही पनि बेसिक लेभलको है, भर्खर स्टार्टिङ गरेको, भर्खरै 1 महिना जति भयो सिक्न थालेको मादल क्लास। अनि त्यो क्लास चाहिँ त्यो सिकेको कुराहरू चाहिँ मैले यहाँ युट्युब मार्फत हालेको साथीहरू। अनि हजुरहरू कहाँदेखि हेर्दै हुनुहुन्छ, कुन ठाउँबाट हेर्दै हुनुहुन्छ, अनि कतिको सिक्नुभयो त। मादल म सँगसँगै बजाउने कोसिस गर्नु होला। नजान्ने, कति पनि नजान्ने साथीहरूको लागि मात्रै हो है यो। जान्ने त यसै जान्ने भइहाल्नु भयो। कसैलाई त मादलको म पनि बजाउन आउँदैन नि त। अनि त्यही भएर अब कति पनि नजान्ने साथीहरूले मसँग सिक्न सक्नुहुन्छ भनेर मैले भिडियो हालेको साथीहरू। हिजो मैले घिन्ताङ ताकादाङ फेरि पनि रिपिट गरेको थिएँ। आज पनि त्यो नै बजाउँ होला साथीहरू, किन भन्दा त्यसलाई रोलिङमा कसरी बजाउने भनेर सिकौँ, त्यही मादल नै प्र्याक्टिस गरौँ साथीहरू। आज पनि हजुरहरू म सँगसँगै प्र्याक्टिस गर्न सक्नुहुन्छ है त। घिन यताबाट भइहाल्यो साथीहरू। घिन अनि ताङ अनि ताक 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 चाहिँ यस्तो हुन्छ है साथीहरू। ताक 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 अनि धाङ घिन्ताङ, घिन अनि ताङ प्लस के हुन्छ, धाङ हुन्छ। यसैलाई नै बजाउँ साथीहरू। घिन्ताङ चाहिँ यसको गीत रोलिङ हुन्छ है साथीहरू। घिन्ताङ ताङ ताङ घिन्ताङ। अनि पछि आफूको हात बसिसके पछाडि, आफूले पर्फेक्ट भइसके पछाडि जुन रोलिङमा गर्दा पनि हुन्छ होइन। अहिलेलाई चाहिँ यसको रोलिङ चाहिँ घिन्ताङ ताङ ताङ घिन्ताङ। चारचोटिसम्म बजाउनु, 1 2 3 4 गरेर गनेर बजाउनु। अनि त्यसपछि घिन्ताङ ताङ ताङ घिन्ताङ गरेर रोलिङ हाल्नु, फेरि यसलाई कन्टिन्यू गरेर